हेलो होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी एकदम धेरै समयपछि 4जना साथीहरू मिलेर कतै जाऊँ न भनेर प्लान बनाएको थियौँ। लेटेस्ट भाइरल छ नि त यो पथरीमा लिम्बू डाँडा भन्ने ठाउँ, एकदम धेरै टिकटकमा भाइरल भएर हामी पनि घुम्न जाऊँ न त भनेर निस्केको थियौँ। रोडदेखि पनि एकदमै नजिकै पर्दो रहेछ, तर टिकटकमा जति देखेको थियौँ जस्तो राम्रो लागेको थियो त्यस्तो चाहिँ अलिक थिएन, तर पनि राम्रै थियो। भर्खर नयाँ बन्दै रहेछ, त्यति धेरै कटेजहरू पनि थिएन, तर फोटोज भिडियोजहरू चाहिँ एकदम दामी आउँदो रहेछ। मेन भनेको चाहिँ त्यही बोटिङ गर्न मिल्दो रहेछ, अरू चाहिँ खास त्यस्तो हामीले केही पनि देखिनौँ। त्यहाँ हामी एकछिन बसेर फोटोज भिडियोजहरू बनाएर हामी फेरि त्यसको अपोजिट साइडमा रहेको कट्टुसे भन्ने ठाउँ निस्क्यौँ। साथीहरूसँग यत्तिकै हावामा हिँड्न पनि एकदम धेरै रमाइलो हुने कि। अनि यो कट्टुसे भन्ने ठाउँ चाहिँ आज यति धेरै भिड थियो, शनिबार भएर पनि होला। अनि यस्तो धेरै भिड थियो, हामीले एकदम राम्रो बस्ने प्लेस नभेटाएर हामी फेरि मङ्गलबारीको सिमसारतिर लाग्यौँ। आज घुम्न जानुभन्दा पनि धेरै शनिबार कुन प्लेस चाहिँ अलिक धेरै भिड हुँदो रहेछ भनेर हेर्न गए जस्तो फिल भइरहेको थियो। सिमसार पनि शनिबार भएर होला एकदम भिड थियो, तर हामीले बस्ने प्लेस चाहिँ राम्रो भेट्यौँ। ठाउँ खोज्दा ओर्दा 4 बजिसकेको थियो, भोक पनि एकदम धेरै लागेको थियो। अनि हामीले खाजा खायौँ, यस्तो मिठो खाजा थियो। अनि नाच्यौँ गायौँ, यस्तो मजा गऱ्यौँ है। अनि त्यसपछि घर फर्किने बेला भइसकेको थियो। अनि सी यू सुन भन्दै हामी घर फर्क्यौँ। घर फर्किँदा ओर्दा 6 बज्न आँटेको थियो, राति भइसकेको थियो। ओके, सी यू सुन हजुरलाई पनि, बाई बाई।